पलिस गरेर त्यो इन्डियनले के गर्दो रहेछ इन्डियन फेरि डकुमेन्ट्रीमा त्यही आएको त्यो इन्डियनले के गरेछ भन्दाखेरि चाहिँ वी मेड दि मोस्ट वी हेभ दि मोस्ट इन्डिजिनियस पिपुलले बनाएको ह्यान्डिक्राफ्ट भाँडा छ भनेर उसले ब्रान्डिङ गरेर इन्ग्रेड गरेर भनेको हाम्रो हस्तकलाले इन्डिया र चाइनाको त्यो इकोनोमीसँग त लड्न सक्छ भन्नु खोजेको म कहाँ लिएर आइपुग्यो भन्दाखेरि त्यो रैथाने भन्ने कुरा इट्स भेरी इम्पोर्टेन्ट तर आज रैथाने भन्ने कुरा यस्तो तरिकाले हामी लोप हुँदैछ कुनै पनि देशलाई धराशायी बनाउनुपर्छ भने त्यहाँको कला संस्कृति भाषा भाषी परम्परा र रैथाने कुरालाई चलाइदिनु हुन्छ लिच्छवीकालीन सभ्यता र मल्लकालीन सभ्यता हेर्नुहुन्छ भने त्यहाँ कम्पिटिसन हुन्थ्यो कसले मठ मन्दिर राम्रो बनाउने कसले पार्टीकोवा राम्रो बनाउने कसले चैत्य राम्रो बनाउने कसले गुम्बा राम्रो बनाउने त्यही सभ्यतालाई आज देखाएर भक्तपुर गलिपुर र कीर्तिपुरले टुरिज्म भित्राइरहेको छ अहिले तपाईँले पनि रिकमेन्ड गर्नु पऱ्यो भने डाक्टर साहब हामी रिकमेन्ड गर्नु पऱ्यो भने काठमाडौँको कुन ठाउँमा लिएर जान्छ पर्यटनलाई भन्यो भने हामी बसन्तपुर एरिया गर्छौँ र त्यो बसन्तपुर एरिया कसले बनाइदियो हाम्रो पुर्खाहरूले बनाइदियो हाम्रो पुर्खासँग यति सिप म त पुर्खालाई त सर्च भन्छु उहाँले त सर्च गरे हो तर विज्ञानले गरे हो त्यसलाई रिसर्च भन्थ्यो अभिलेखीकरण भएन हामीसँग पुस्तान्तरण भएन हस्तान्तरण भएन हामीमा त्यो ल्याक भयो अब आउने अपकमिङ जेनेरेसनमा त्यही नै समस्या सबैभन्दा ठुलो चुनौती भनेको त्यही नै छ डाक्टर साहब हामी तपाईँ जस्ता यो यङ इन्थुजियाजम बोकेका युवाहरूले अब यो पनि हामी भूमिका लिन सकेनौँ भने यो जिम्मेवार लिन सकेनौँ भने हाम्रो अस्तित्व नै समाज किनभने कुनै पनि रैथाने कुराको तपाईँसँग सिड छ तपाईँसँग बिउ छ भने मात्रै त्यो बिउ राखेर अर्को वर्ष तपाईँले उमार्न सक्नुहुन्छ तर तपाईँसँग बिउ छैन भने नि तपाईँ अब डिपेन्डेन्ट हुनुपर्छ इन्डिपेन्डेन्ट भएर तपाईँलाई याद छ होला कुनै टाइममा भित्ताभरि हाम्रो बाजे बराजुहरूले घेरौँलाका बिउहरू टाँस्ने चलाउनु थियो काँक्राका बिउहरू टाँस्ने चलाउनु थियो किन थाहा छ त्यो भनेको रैथाने त्यो हाम्रो बिउ थियो त्यसलाई संरक्षण गरेका थियौँ अब अर्को वर्ष रोप्नुपर्छ तर आज समस्या के भइदियो त्यो रैथाने कला सिप नै लोप हुने अवस्था भयो भनेको पुस्तान्तरण हुन सकेन हस्तान्तरण हुन सकेन ल्याक हाम्रो पनि थियो हामीले पनि त्यसलाई लिन सकेन किन हामी पछिमा भयो नि त आज मेरो आर्किटेक्ट इन्जिनियर साथीहरूसँग डिस्कसन हुन्छ लिटरली मेरो आर्किटेक्ट साथीसँग एउटा पर्सनमा डिस्कसन भयो मैले बनाएको म सहरमा जन्मेँ तर गाउँमा गएर मैले ए फ्रेमको घर बनाएँ गाउँको घर भनेर त्यो गाउँको घरमा कहिले पनि चुइएन हेर्नुहोस् किनभने मेरो बाजे बराजुहरूले बनाएको टेक्निक थियो त्यहाँनिर ए फ्रेमको थियो कहिले पनि त्यो चुइएन अहिलेको आर्किटेक्टले बनाएका सिटीमा बनेका घरहरू सबै चुइए भूगोल अनुसार हामी काम गरेनौँ साथीलाई मैले भने तिमीले यस्तो प्लेन भएको घर किन बनायो त भनेको अब सिपेज त भयो अब लास्टमा गएर फेरि समुद्र अब ए नै बनाइदिने हो ट्रस्ट हालेर ए नै बनाइदिन्छु म त्यहाँ डबल खर्च किन हामी भूगोल अनुसार बाँचेनौँ हाम्रो रैथाने कला सिपलाई कहिले पनि जगेन हामी त्यसलाई पुस्तान्तरण पनि गरेनौँ हस्तान्तरण पनि गरेनौँ त्यसलाई इम्प्रोभाइज पनि गरेनौँ इम्प्रोभाइज त गर्न मिल्छ नि त के कारणले गर्दाखेरि कहाँनिर ल्याक थियो त्यही कुरा ल्याकलाई चाहिँ हामी कसरी एड्रेस गर्न सकिन्छ भन्ने कुरा चाहिँ अध्ययन नै भयो